आज चाहिँ मेरो फेसबुक फलोवर्स अर्थात् टिकटक फलोवर्समा जोइन हुनुभएको एकजना मेरो दाइ हुनुहुन्छ, अर्थात् मेरो बिग फ्यान हुनुहुन्छ उहाँ दाइ पनि। उहाँ दाइलाई म केही कुरा भन्न चाहन्छु। दाइ, तपाईँले मेरो भिडियो फेसबुक युट्युब मार्फत तपाईँले देख्नुभएको छ कि कस्तो लाग्छ? ल भाइ, सबैलाई धन्यवाद। विशेष गरी हाम्रो श्रीमान भाइलाई। हजुर, श्रीमान भाइलाई मैले फेसबुकमा चाहिँ सधैँ देखिरहेको थियो, आज प्रत्यक्ष भेट्ने अवसर पाएँ। हजुर। आज यात्राक्रममा म चाहिँ मनरीबाट माथि टोड्की निस्केको थिएँ, ठ्याक्कै बाटो बिचमा ब्लक भयो। त्यसपछि हामी यो बाटो खोल्नको निम्ति हामी श्रीमान भाइ लगायत यहाँका चाहिँ सम्पूर्ण साथीभाइहरू यो बर्सातको समयमा बाटो अप्ठ्यारो छ, यात्रा कठिन छ। त्यसैले आज हामी चाहिँ यो चाहिँ राक्सिराङ गाउँपालिका वडा नम्बर 5 को जिर्खे डाँडाको छेउमा यो रातभरिको पानीले ठुलो पहिरो गएको रहेछ। यो पहिरोलाई पन्छाउँदै यात्रालाई फेरि अगाडि बढाउने निम्ति मैले यहाँ श्रीमान भाइ लगायत यहाँका चाहिँ झामु दाई, यहाँका चाहिँ यहाँका जेठा दाई लगायत सम्पूर्ण साथीहरूको उपस्थितिले मलाई चाहिँ यो असहज यात्रालाई सहज बनाउने हिसाबले, सहयोगको हिसाबले उहाँहरूले मलाई साथ दिइरहनु भएको छ। सम्पूर्ण आदरणीय चाहिँ दाजुभाइ तथा दिदीबहिनीहरू, समय एकदम बर्सातको समय छ। यात्रा गर्दाखेरि चाहिँ हामीले सोच्नुपर्ने स्थिति आइरहेको छ। त्यहीमाथि हाम्रो राक्सिराङ गाउँपालिका एउटा भूगोलको हिसाबले पनि एकदम विकट ठाउँ रहेको हुनाले अहिले यो चाहिँ बर्सातको समयमा बाटो जताततै ब्लक छ, बाटो जताततै बन्द छ। बन्द भए पनि हामी एउटा बाध्यतावश चाहिँ आवत जावत गर्नुपर्ने भएकोले हामी यो बाटोलाई मात्र बाइक छिर्नको लागिसम्म मात्रै भए पनि कसरी सहज हुन्छ भन्ने हिसाबले हामी लागि परेका छौँ। सम्पूर्ण आदरणीय चाहिँ देशमा रहनुभएका दाजुभाइ तथा दिदीबहिनीहरू, बर्सातको समयमा यात्रा गर्दाखेरि चाहिँ सबैले आफ्नो ख्याल गरी हिँड्नुहोला र राक्सिराङ गाउँपालिकालाई म एउटा सानो अनुरोध पनि गर्न चाहन्छु। एउटा विकट भएको हिसाबले अब हामीले सोचे जस्तो गर्न सकिरहेको छैन। कम्ती पनि सामान्य पहिरो झरेको ठाउँमा अहिले हामीसँग चाहिँ राक्सिराङ गाउँपालिकामा उपलब्ध भएको जेसिबी मेसिनहरूलाई सामान्य चाहिँ सबै कुरा गर्न नसकिन थोरै ठुल्ठुलो पहिरो जहाँनिर गएको छ त्यहाँनिर मात्रै सफा गरिदिने भए पनि यहाँ चाहिँ यो भेगका, यहाँको पहाडी भेगका चाहिँ स्थानीय बासिन्दाहरू आवाज जावत गर्न सजिलो। त्यसपछि बिरामी हुँदाखेरिको अवस्थामा स्ट्रेचरमा बोकेर तपाईँको भन्ने 12 घन्टासम्म चाहिँ तपाईँको मान्छेले बोकेर आउनुपर्ने यो कुरोलाई अलिकति मध्यनजर राख्दै पालिकाले अलिकति समन्वय गरिदिनु भयो भने चाहिँ राम्रो हुन्छ जस्तो लाग्छ मलाई। ल भाइ, थ्याङ्क यू। यहाँहरूले सुनिसक्नुभयो, हाम्रो दाइ हुनुहुन्छ, उहाँले हरेक कुरा तपाईँहरूको माझमा राखिदिनु भयो। अर्थात् जुन राक्सिराङ गाउँपालिका वडा नम्बर 5 यो सानो लापुर र यहाँ हुँदै यो बाटो चाहिँ माथि टोड्के हुँदै अनि धेरै ठाउँमा पुग्नुपर्ने बाटो तर ब्लक भइरहेको छ। उहाँ यात्रा गर्दै अघि नै भन्नुभएको थियो मनरीदेखि उहाँ आउनुभएको थियो अनि आफ्नो गाउँघर जाने भनेर आउनुभएको थियो। तर यहाँ बिचमा बाटो भत्किरहेको कारण बाटो ब्लक भइरहेको छ। यसै कारण हामी बाटोलाई अलिकति सरसफाइ गर्दैछौँ। हामी केही साधनहरू हिँड्नको निम्ति चाहिँ सराउनको निम्ति अनि साथसाथै हाम्रो साँच्चै नै पालिकामा चाहिँ हाम्रो जेसिबी छ त्यहाँ चाहिँ, किनकि हाम्रो गाउँलाई चाहिँ किनभने हरेक ठाउँलाई चाहिँ हामीले के गर्नुपर्छ त बाटो भत्किरहेको अवस्थामा बाटो ब्लक भएको समस्यामा चाहिँ किनकि अलिकति जान्ने बुझ्नेहरू होइन वडा सदस्य वडा अध्यक्षहरू कता हुनुहुन्छ उहाँले चाहिँ खासमा ध्यान आकर्षित दिनु होला भन्न चाहन्छु है। अनि यसै कारण यस भिडियोलाई चाहिँ सबैभर लाइक कमेन्ट सेयर गर्न नबिर्सिनु होला।